एनपीएल सिजन 2 को 16वां मैच कर्णाली एक्स वर्सेस विराटनगर किङ्सको बीच भएको थियो र कर्णाली एक्स 3 विकेटले हारेको छ। पहिलो 6 ओभरमा कर्णाली एक्सको स्कोर हेर्दा यस्तो लाग्यो कि उनीहरूलाई नियम थाहा रहेनछ, सायद सेफ्टी प्ले गरिरहेका थिए साथीहरू। उनीहरूको यो रेटमाथि त एनआइसी एसियाले लोन पनि दिँदैन होला। अब यसरी नै म्याच गयो भने कुनै कुनै म्याच म एनपिएलको म्यानेजमेन्टसँग भन्छु, प्लिज तपाईँहरू टिभीमा चाहिँ यो म्याच लाइभ स्ट्रिमिङ नदेखाउनु। यहाँ साथीहरू बसेर फ्यामिलीसँग हेरिरहेछन्, कोही बुढापाका छ, कोही बच्चा छ, कोही क्रेजी फ्यान छ। अब यसरी नै तपाईँ थ्रिलर म्याच गयो भने यहाँ दुर्घटना हुनसक्छ। प्लिज यसरी नखेलिदिनु होला है साथीहरू। र अहिलेसम्म 16वटा म्याच भइसक्यो। यो 16 म्याचहरूमा सबभन्दा 2टा म्याच चाहिँ राम्रो लाग्यो मलाई। आजको यही विराटनगर किङ्सले 200 रन हानेको थियो तब, र आजको चाहिँ त्योभन्दा झन् राम्रो जब पोखरा एभेन्जर हारेको थियो विराटनगरसँग। कुशल फेर्तुल एक्लै त्यो म्याचमा राम्रो खेलेको थियो र आजको म्याचमा चाहिँ एकदमै बराबर र एकदमै हार्ट अट्याक आउने चाहिँ म्याच थियो। आज एकदमै बवाल, मजा आयो सबैलाई। मलाई लाग्छ सबैले इन्जोय गर्नुभयो होला। र यसरी नै म्याच यदि भइरह्यो भने एनपिएल मतलब बवालले ट्रेन्ड गर्छ र ग्रो हुन्छ।